च्यादलिपा यलखोनाय ऐतिहासिक रुद्रायणी दिय चिन्निदाई प्याख च्यासले क्यंगुदु च्यासले सोमबार व मंगलबार प्याख क्यंगु खा वंगु माघ 4 गतेन से यले बिचना चोपी रुद्रायणी देववन्तेसा लागि यले अन्तिम प्याख कथा च्यासले क्यंगु खा च्यासले प्याख केनीको लागि सोमबार पनि च्यास स्थानीय मनुतेस सुकुन्दा च्याका धा थिमे बाजजना द्यते त तबाले कावंगु ख तबाल टंग हौग मंग बखुम्बा चुका च्यासले बिचाका लस्कुसियाको खसा सोमबार बनी भैरा देय प्याख च्यास दबुली क्यंगु ख अथे मंगलबार न निचिए प्याख क्यंगु ख आज विशेष गरेर जुन रुद्रायणी नाच हैन 12 वर्षे नाच अहिले यो सुरु भइरहेको छ। विशेष गरेर ललितपुर महानगरपालिकामा 12 वटा जुन डबुलीहरू छन् ती डबुलीहरूमा नचाउने 12 वर्षे यो नाच हो र 3 वटा ठाउँमा उहाँहरूले जुन नाच देखाइसकेपछि हिजो 4 वटा स्थान भने तबालमा सो नाच सम्पन्न गरिसकेको छ र आज हामीले च्यासल डबुलीमा नाच देखाउने जुन परम्परा छ त्यो परम्परालाई निरन्तरता दिने हिसाबले सम्पूर्ण टोलवासीहरू वडाको तर्फबाट सम्पूर्ण वडावासीहरू मिलेर तहबालसम्म गएर हामीले स्वागत गरेर उहाँलाई चाहिँ यहाँसम्म ल्याउन सफल भयौँ र आज उहाँहरू यहाँ पाल्नु भइसकेपछि उहाँले चाहिँ भैरव नाच एउटा नाच पनि देखाइसक्नु भएको छ र विशेष गरेर वडाको जुन आयोजनामा हुन गइरहेको यो जुन 12 वर्षीय रुद्रायणी नाचको जुन च्यासल डबुलीमा भइरहेको छ यसमा विशेष गरेर च्यासल टोल त्यसैगरी चाहिँ कोइलाची टोल त्यसैगरी चाहिँ विशेष भूमिका उहाँहरूको छ भने अन्य 9 वटा टोलहरूको पनि यसमा भूमिका रहेको छ र सम्पूर्ण टोलवासीहरू सम्मिलित भएर र सम्पूर्ण टोलहरूबाट जुन धिमे बाजा सहित महिला समूहहरू र टोल सुधार समितिका पदाधिकारीहरू सहित सम्पूर्ण टोलवासीहरू वडावासीहरू गएर हामी आज यहाँसम्म उहाँलाई स्वागत गरेर ल्याउन सफल भएका छौँ। अहिले आएर जुन 44 साल 12 वर्षपछि 44 सालमा यहाँ हाम्रो एकदम पूजनीय कुलवीर बेजनकारज्यूले उहाँहरूलाई यहाँ नाच गर्न नसकेको अवस्थामा उहाँहरू सम्पूर्ण देवगणहरूलाई भोजन प्रदान गरेर भोजन दान दिएर सो नाचको एउटा प्रक्रिया अगाडि बढाउनु भएको थियो र सो वर्षदेखि अहिलेसम्म जुन स्थगित भएको जुन चलाउन नसकेको नाच यो वर्ष सम्पूर्ण वडावासीहरू सम्पूर्ण चाहिँ टोलवासीहरू मिलेर हामी यो जमर्को गरेका छौँ जसको आज चाहिँ हामीले एउटा भैरव नाचबाट सुरु गर्यौँ र भोलि हामी 8:30 बजेदेखि सो नाचले पुनः कन्टिन्यू गर्छौँ। खोनाय ऐतिहासिक रुद्रायणी दय चिन्निदय प्याख सोनिगाई थिति थासे केनेमागु परम्परा दु यो दबुमा हामीले चाहिँ यस्तो पौराणिक तथा सम्पदाको चाहिँ हामीले नाच हेर्न नपाएको धेरै भइसक्यो। हामी सानो हुँदाखेरि चाहिँ हेरेको थिएँ करिब 48 वर्षपछि चाहिँ यो फेरि चाहिँ हामीले चाहिँ हेर्न पाउँदाखेरि धेरै खुसी लागेको छ। पहिला अब हाम्रो देवगणहरूले चाहिँ सबैलाई देखाउनुपर्छ भन्ने चाहिँ त्यो काम गरेर चाहिँ आउनुभएको हो देवगणहरूले। अहिले बिचमा आएर चाहिँ बजेटको कमी कमजोरले पनि चाहिँ हुनसक्छ। त्यसको लागि चाहिँ हाम्रो
स्थानीय सरकारले चाहिँ यसपालि स्थानीय सरकारले चाहिँ हेरेको भएर पनि अलिकति चाहिँ उहाँहरूलाई पनि सजिलो भयो र हामी दर्शकहरूलाई पनि सजिलो भयो। अब हाम्रो चाहिँ निरन्तरता दिने भने चाहिँ हाम्रो इच्छा हो। हाम्रो निरन्तरता दिने भने चाहिँ हामी सबैको चाहिँ महत्त्व हो। त्यही भएर चाहिँ हामी सबै मिलेर चाहिँ यो जात्रा मात्र होइन, हाम्रो यही डबुलीमा चाहिँ अर्को 2वटा जात्रा पनि आउँछन्। त्यो सबैलाई चाहिँ हामी निरन्तरता दिँदै जाने भने चाहिँ हाम्रो टोलवासीहरूको चाहिँ सबैको चाहिँ मनोकांक्षा हो।